नमस्कार सम्पूर्ण भ्युअर्सहरुमा हिजो चाहिँ आज पनि हामीले लिएर आएको छौं एकदम पावरफुल र इन्फर्मेटिभ भिडियो जहाँ हामीले आज बी लेटरबाट आउने सम्पूर्ण भर्ब्सहरुको बारेमा भर्ब 1 देखि भर्ब 5 सम्म डिस्कस गर्छौं। यसको सही उच्चारण र सही स्पेलिङ भर्ब 1 देखि भर्ब 5 सम्मको र हजुरहरुलाई यो भिडियो अति महत्त्वपूर्ण हुनेवाला छ। त्यसैले आज भने सुरुमै लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनु होला। सुरु गरौं आजको यस महत्त्वपूर्ण भिडियो बी भर्बको सम्पूर्ण भर्ब्सहरु। ल ढिला नगरिकन लागौं स्क्रिन तर्फ। नम्बर 1 मा रहेको छ हामीले जति पनि आज डिस्कस गर्दै छौं त्यो भनेको बी बाट उठ्ने सम्पूर्ण भर्ब्सहरु हुनेछन् र नम्बर 1 मा रहेको छ बी भर्ब नम्बर 1 मा। यसको अर्थ हुन्छ हुनु र यसको भर्ब 2 हुन्छ was 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 र were were was or were। यसलाई was र were नभनिकन was र were प्रोनाउन्सिएसन गर्नुपर्छ जसको अर्थ हुन्छ थियो अथवा थिए भन्ने हुन्छ। भर्ब 3 मा हुन्छ been been अर्थात भएको र भर्ब 4 मा हुन्छ being अर्थात हुँदै। भर्ब 5 मा छ is जसको अर्थ हुन्छ छ। be was were been being is हुनु भयो थियो भएको हुँदै र अन्त्यमा छ। भर्ब 2 मा रहेको छ bear अर्थात बोक्नु अथवा सहनु भन्ने अर्थ लाग्छ bear। भर्ब 2 हुन्छ bore र यसको मिनिङ हुन्छ बोक्यो अथवा सहयो भन्ने हुन्छ। भर्ब 3 मा हुन्छ born अर्थात बोकेको अथवा सहेको। भर्ब 4 मा छ bearing अर्थात बोक्दै सहदै र भर्ब 5 मा छ bears अर्थात बोक्छ सहन्छ। bear bore born bearing bears बोक्नु बोक्यो बोकेको बोक्दै बोक्छ। नम्बर 3 मा रहेको छ bear अर्थात जन्माउनु। अघिको bear सहनु बोक्नु भन्ने हुन्थ्यो भने bear अर्को अर्थ हुन्छ जन्माउनु। भर्ब 2 छ bore जन्मायो। भर्ब 3 मा born अर्थात जन्मेको। अघि हामीले born थियो भने अहिले born हुन्छ जन्मेको। भर्ब 4 bearing र भर्ब 5 मा छ bears। भर्ब 5 मा bears। भर्ब 4 bearing bearing। भर्ब 5 bears। bear bore born bearing bears जन्माउनु जन्मायो जन्मेको जन्माउँदै जन्माउँछ। नम्बर 4 मा छ beat अर्थात पिट्नु beat। भर्ब 2 पनि हुन्छ beat नै पिट्यो। भर्ब 3 beaten अर्थात पिटेको। भर्ब 4 मा छ beating अर्थात पिट्दै। भर्ब 5 मा beats अर्थात पिट्छ। beaten beating beats पिट्नु पिट्यो पिटेको पिट्दै पिट्छ। हजुरहरुले यो लेख्दै पढ्दै र साथसाथै मसँगै उच्चारण गर्नु होला। हजुरले मसँगै हजुरले उच्चारण गर्दै जानु भयो भने अझ हजुरको राम्रो हुन्छ। नम्बर 5 मा रहेको छ become अर्थात बन्नु अथवा हुनु भन्ने पनि हुन्छ become। भर्ब 2 became भयो अथवा बन्यो। भर्ब 3 मा become बनेको। भर्ब 1 become भर्ब 3 become became। भर्ब 1 र भर्ब 3 सेम हुन्छ। भर्ब 4 becoming becoming भनेको बन्दै हुँदै। भर्ब 5 मा छ becomes becomes अर्थात बन्छ हुन्छ। become became becoming becomes बन्नु बन्यो बनेको बन्दै बन्छ। नम्बर 6 मा रहेको छ beg। यसलाई बिग नभन्ने beg अर्थात माग्नु। भर्ब 2 मा छ begged begged माग्यो। भर्ब 3 मा हुन्छ begged begged मागेको। भर्ब 4 begging
बेगिङ BEGGING बेगिङ अर्थात् माग्दै verb 5 मा छ begs 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 beg begged begged begging begs माग्नु माग्यो मागेको माग्दै माग्छ नम्बर 7 मा रहेको छ begin 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 अर्थात् सुरु गर्नु verb 2 began 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 अर्थात् सुरु गर्यो verb 3 begun 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 अर्थात् सुरु गरेको verb 4 beginning 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 अर्थात् सुरु गर्दै र verb 5 मा हुन्छ begins 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 अर्थात् सुरु गर्छ begin began begun beginning begins सुरु गर्नु सुरु गर्यो सुरु गरेको सुरु गर्दै सुरु गर्छ नम्बर 8 मा रहेको छ bet 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 अर्थात् बाजी राख्नु bet verb 2 पनि BET bet नै हुन्छ बाजी राख्यो verb 3 हुन्छ bet सेम हुन्छ verb 3 बाजी राखेको bet 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 verb 4 betting यसलाई beat नभने bet भन्ने bet अनि BETTING betting बाजी राख्दै र verb 5 मा छ bets 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 अर्थात् बाजी राख्छ bet 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 betting bets बाजी राख्नु बाजी राख्यो बाजी राखेको बाजी राख्दै बाजी राख्छ नम्बर 9 मा रहेको छ bid 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 भन्ने यसलाई लिलाममा बोली लगाउनु लिलाममा बोली राख्नु bid verb 2 BID bid verb 1 verb 2 सेम हुन्छ इभन verb 3 पनि सेम हुन्छ लिलाममा बोली राख्यो BID 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 अर्थात् लिलाममा बोली राखेको bid 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 verb 4 हुन्छ bidding 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 लिलाममा बोली राख्दै verb 5 मा छ bids 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 अर्थात् लिलाममा बोली राख्छ bid 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 bidding bids लिलाममा बोली राख्नु लिलाममा बोली राख्यो लिलाममा बोली राखेको लिलाममा बोली राख्दै लिलाममा बोली राख्छ नम्बर 10 मा छ bind 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 अर्थात् बाँध्नु BOUND 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 भनेको बाँध्यो verb 3 सेम BOUND 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 अर्थात् बाँधेको verb 4 मा हुन्छ binding 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 भनेको बाँध्दै र verb 5 मा हुन्छ binds 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 अर्थात् बाँध्छ bind bound bound binding binds बाँध्नु बाँध्यो बाँधेको बाँध्दै बाँध्छ नम्बर 11 मा रहेको छ bite 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 अर्थात् टोक्नु bite 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 verb 2 beat BIT beat verb 3 मा छ beat verb 2 को अर्थ BIT beat को अर्थ हुन्छ टोक्यो र verb 3 मा छ beaten BITTEN beaten अर्थात् टोकेको verb 4 biting 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 भनेको टोक्दै र verb 5 bites 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 अर्थात् टोक्छ bite beat beaten biting bites टोक्नु टोक्यो टोकेको टोक्दै टोक्छ नम्बर 11 मा रहेको छ सरी नम्बर 11 मा बाइट थियो भने नम्बर 12 मा रहेको छ bleed है यसलाई bleed भन्ने bleed 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 भनेको रगत बग्नु verb 2 bled 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 अर्थात् रगत बग्यो bled verb 3 bled रगत बगेको BLED bled रगत बगेको verb 4 bleeding 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 यसलाई धेरै विद्यार्थीहरूले भन्नुहुन्छ बिल्डिङ भनेर बिल्डिङ हैन ब्लिडिङ रगत बग्दै र verb 5 मा हुन्छ bleeds 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 रगत बग्छ bleed bled bled bleeding bleeds रगत बग्नु रगत बग्यो रगत बगेको रगत बग्दै रगत बग्छ नम्बर 13 मा आएका छौं हामी र 13 मा रहेको छ ब्लक BLOCK ब्लक भनेको रोक्नु अथवा छेक्नु ब्लक verb 2 मा हुन्छ blocked 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 नभन्ने यसलाई blocked त भन्नु पर्यो blocked रोक्यो अथवा छेक्यो verb 3 blocked 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 अर्थात् रोकेको अथवा छेकेको verb 4 blocking 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 रोक्दै छेक्दै र verb 5 मा छ blocks 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 अर्थात् रोक्छ छेक्छ
ब्लक, ब्लक्ड, ब्लक्ड, ब्लकिङ, ब्लक्स। रोक्नु, छेक्नु, रोक्यो, छेक्यो, रोकेको, छेकेको, रोक्दै, छेक्दै, रोक्छ, छेक्छ। हामी नम्बर 14 मा जानुभन्दा अगाडि हजुरहरूलाई यो हाम्रो भिडियो कस्तो लागिरहेको छ, यदि हजुरहरूलाई राम्रो भिडियो लागेको छ, यो भिडियो एकदम मन परेको छ, उपयोगी छ भने हजुरले कमेन्ट, सब्स्क्राइब, शेयर गर्न नबिर्सिनु होला। र हाम्रो अनलाइन क्लास लिन चाहनुहुन्छ अथवा फिजिकल क्लास लिन चाहनुहुन्छ भने दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। अब अगाडि बढौं। नम्बर 14 नम्बर 14 मा रहेको छ ब्लो, BLOW, ब्लो। ब्लो भनेको उडाउनु अथवा फुक्नु भन्ने पनि हुन्छ। हावाले उडाउनुलाई ब्लो भन्छ, अनि सिटी फुक्नु पर्यो भने ब्लो द व्हिसल भन्छ हो। ब्लो, BLOW। भर्ब 2 हुन्छ ब्ल्यू, BLEW, ब्ल्यू। ब्ल्यू अर्थात उडायो। अनि भर्ब 3 ब्लोन, BLOWN, ब्लोन। ब्लोन अर्थात उडाएको। भर्ब 4 ब्लोइङ, BLOWING, ब्लोइङ अर्थात उडाउँदै। भर्ब 5 ब्लोज, BLOWS, ब्लोज। ब्लो, ब्ल्यू, ब्लोन, ब्लोइङ, ब्लोज। उडाउनु, उडायो, उडाएको, उडाउँदै र उडाउँछ। नम्बर 15 मा रहेको छ बोइल, BOIL, बोइल। बोइल अर्थात उमाल्नु। भर्ब 2 मा हुन्छ बोइल्ड, BOILED, बोइल्ड अर्थात उमाल्यो। भर्ब 3 मा रहेको छ बोइल्ड, BOILED, बोइल्ड अर्थात उमालेको। भर्ब 4 मा बोइलिङ, BOILING, बोइलिङ अर्थात उमाल्दै। र भर्ब 5 मा छ बोइल्स, BOILS, बोइल्स। बोइल्स अर्थात उमाल्छ। बोइल, बोइल्ड, बोइल्ड, बोइलिङ, बोइल्स। उमाल्नु, उमाल्यो, उमालेको, उमाल्दै, उमाल्छ। नम्बर 16 मा रहेको छ बरो, BORROW, बरो। यसलाई ब्रो नभन्नु, बरो भन्नुपर्छ। बरो भनेको उधारो लिनु, बरो। भर्ब 2 borrowed, BORROWED, borrowed अर्थात उधारो लियो। भर्ब 3 मा पनि borrowed हुन्छ, BORROWED, borrowed अर्थात उधारो लिएको। भर्ब 4 borrowing, 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 borrowing अर्थात उधारो लिँदै। र भर्ब 5 मा छ borrows, BORROWS, borrows अर्थात उधारो लिन्छ। यसलाई हेरौँ एकचोटि। बरो, borrowed, borrowed, borrowing, borrows। उधारो लिनु, उधारो लियो, उधारो लिएको, उधारो लिँदै, उधारो लिन्छ। नम्बर 17 मा रहेको छ ब्रेक, BREAK, ब्रेक। ब्रेक अर्थात बाँच्नु, बाँच्नु। भर्ब 2 ब्रोक, BROKE, ब्रोक। ब्रोक अर्थात बाँच्यो। र भर्ब 3 मा छ ब्रोकन, BROKEN, ब्रोकन। ब्रोकन भनेको बाँचेको। भर्ब 4 ब्रेकिङ, BREAKING, ब्रेकिङ। र भर्ब ब्रेकिङ भनेको बाँच्दै, भर्ब 4। र भर्ब 5 मा रहेको छ ब्रेक्स, BREAKS, ब्रेक्स अर्थात बाँच्छ। ब्रेक, ब्रोक, ब्रोकन, ब्रेकिङ, ब्रेक्स। बाँच्नु, बाँच्यो, बाँचेको, बाँच्दै, बाँच्छ। नम्बर 18 मा रहेको छ ब्रीथ, ब्रीथ। ओके, ब्रीथ भनेको सास फेर्नु, BREATH, ब्रीथ। भर्ब 2 BREATHED, ब्रीथ हो। यसमा ब्रीथ गर्ने भनेको सास फेर्यो। भर्ब 3 ब्रीथ, स द भन्नु पर्यो, ब्रीथ भनेको सास फेरेको। र भर्ब 4 ब्रीथिङ, ब्रीथिङ सास फेर्दै। र भर्ब 5 ब्रीथ्स, BREATHES, ब्रीथ्स। ब्रीथ, 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 ब्रीथिङ, ब्रीथ्स। सास फेर्नु, सास फेर्यो, सास फेरेको, सास फेर्दै, सास फेर्छ। नम्बर 19 मा रहेको छ ब्रिङ, BRING, ब्रिङ। ब्रिङ अर्थात ल्याउनु, ब्रिङ। भर्ब 2 ब्रट, BROUGHT, ब्रट अर्थात ल्यायो, ल्यायो, ब्रट। भर्ब 3 ब्रट, BROUGHT, ब्रट। र ब्रट भनेको ल्याएको। भर्ब 4 ब्रिङ्गिङ, BRINGING, ब्रिङ्गिङ भनेको ल्याउँदै। र भर्ब 5 मा हुन्छ ब्रिङ्स, BRINGS, ब्रिङ्स अर्थात ल्याउँछ। ब्रिङ, ब्रट, ब्रट, ब्रिङ्गिङ, ब्रिङ्स। ल्याउनु, ल्यायो, ल्याएको, ल्याउँदै, ल्याउँछ। नम्बर 20 मा रहेको छ ब्रुज, BRUISE, ब्रुज। ब्रुज भनेको चोट लाग्नु, ब्रुज। भर्ब 2 ब्रुज्ड, BRUISED, ब्रुज्ड चोट लाग्यो।
Verb 3 bruised bruised चोट लागेको. Verb 4 bruising 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 चोट लाग्दै. Verb 5 मा छ bruises 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 चोट लाग्नु सरी चोट लाग्छ. Bruise bruised bruised bruising bruises चोट लाग्नु चोट लाग्यो चोट लागेको चोट लाग्दै चोट लाग्छ. नम्बर 21 मा रहेको छ build 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 ला build नभन्ने build 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 भनेको निर्माण गर्नु. ओके verb 2 हुन्छ built 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 भनेको निर्माण गर्यो. Verb 3 built built अर्थात निर्माण गरेको. Verb 4 building 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 अर्थात निर्माण गर्दै. र Verb 5 हुन्छ builds builds build built built building builds निर्माण गर्नु निर्माण गर्यो निर्माण गरेको निर्माण गर्दै निर्माण गर्छ. नम्बर 22 मा रहेको छ burn 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 अर्थात जलाउनु. यसको verb 2 burnt burnt अथवा burned burned दुईटै हुन्छ. burnt अथवा burned जलायो. Verb 3 burnt अथवा burned burnt or burned burned जलाएको. Verb 4 burning 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 र verb 5 मा हुन्छ burns जलाउँदै. Verb 4 verb 5 जलाउँछ. burn burnt अथवा burned burnt burned burning burns जलाउनु जलायो जलाएको जलाउँदै जलाउँछ. नम्बर 23 अथवा सेकेन्ड लास्टमा रहेको छ burst burst भनेको फुट्नु पड्कनु burst. Verb 2 सेम burst burst फुट्यो पड्क्यो. र Verb 3 मा छ burst burst फुटेको पड्केको. र Verb 4 bursting भन्ने bursting bursting भनेको फुट्दै पड्कदै. र Verb 5 मा हुन्छ burst फुट्छ पड्कन्छ. burst 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 bursting burst फुट्नु फुट्यो फुटेको फुट्दै फुट्छ. र लास्टमा छ बी बाट आउने verb के हो buy buy अर्थात किन्नु. buy अर्थात यसलाई buy नभन्ने buy भनेको किन्नु. bought भनेको किन्यो. अनि Verb 3 bought अर्थात किनेको bought. Verb 4 buying भनेको किन्दै. र Verb 5 buys भनेको किन्छ. buy bought buying buys किन्नु किन्यो किनेको किन्दै किन्छ. हामीले जति पनि उपयोगी verbहरू छन् कमन डेली verbsहरू अंग्रेजीमा प्रयोग हुने हामीले 24 वटा कलेक्टेड गर्यौं. यदि हजुरहरूलाई कुनै verbsहरू छुटे जस्तो लाग्छ भने हजुरले कमेन्टमा छुटेको verbsहरू पनि लेख्न सक्नुहुन्छ. आजको भिडियो अति नै महत्त्वपूर्ण थियो भन्ने लाग्यो हामीलाई. र हजुरलाई आजको भिडियोले कतिको महत्त्व हजुरलाई दियो हजुरले कतिको सिक्नु भयो आजको भिडियो हेरेर. यदि हजुरलाई यो भिडियो राम्रो लाग्यो मन पर्यो भने कमेन्टमा हजुरको विचार राख्न नबिर्सिनु होला. र हामी फेरि भोलि अरु सी डी बाट आउने verbहरू लिएर आउँछौं. त्यतिन्जेलको लागि हजुरहरू हाम्रो भिडियो हेर्दै अभ्यास गर्दै गर्नुहोस्. आजको लागि यति नै. हस् धन्यवाद.